हेल्दी व्यक्तिको डिजायर्सहरू उहाँलाई नयाँ घर चाहिन्छ, पैसा चाहिन्छ, नयाँ फोन चाहिन्छ, नयाँ लुगा चाहिन्छ। यी हेल्दी व्यक्तिको डिजायर्सहरू र कोही यस्तो पनि व्यक्ति हुन्छ जसको डिजायर र भन्दै गर्दाखेरि यस्तो पनि मान्छे हुन्छ र हुन्छ, तर हुन्छ किनभने अनहेल्दी व्यक्तिको डिजायर्समा उसलाई नयाँ घर चाहिँदैन, उसलाई पैसा चाहिँदैन, उसलाई नयाँ फोन चाहिँदैन, उसलाई नयाँ लुगा पनि चाहिँदैन। सिर्फ उहाँलाई हेल्दी चाहिन्छ। किनभने ऊ हस्पिटलाइज भइसकेको हुन्छ र बी हेल्दी एगेन, म हेल्दी कसरी हुने भन्ने सोचमा उहाँ बस्नुहुन्छ। त्यसैले गर्दाखेरि अनहेल्दी व्यक्तिको डिजायर्स एउटै मात्रै हुन्छ कि उहाँ हेल्दी कसरी हुने। हेल्दी व्यक्तिको डिजायर्सहरू सबै कुरा हुन्छ। भन्दै गर्दाखेरि यहाँले यी दुईटा कुरामा धेरै बुझ्नुभयो होला, किनभने वास्तवमा हामी आफ्नो डिजायर्सहरू पुरा गर्नका लागि हामी पहिला हेल्दी हुनुपर्छ। हेल्दीको लागि एकदमै नेचुरल र प्राकृतिक र अर्ग्यानिक कुनै पनि रासायनिक नभएको फुड सप्लिमेन्ट खानाखान्जीहरू हामीले खानुपर्ने हुन्छ। तर अहिलेको समयमा ती कुराहरू छैन। त्यसैले गर्दाखेरि अहिलेको समयमा सबै व्यक्तिहरू अनहेल्दी छ र डिजायर्सहरू पुरा गर्न सकेको छैन। किनभने उहाँको डिजायर्स पुरा गर्नुको लागि उहाँ आफ्नो हेल्थलाई नै इम्प्रुभ गरिरहेको हुन्छ। त्यसैले गर्दाखेरि यहाँहरू पहिला नै के हुनुहोस्, हेल्दी बन्नुहोस्। हेल्दीको लागि डिएक्सन कम्पनीको कोडेसिप्स कफी, एस्ट्रागुम्बाको कफी छ, एस्ट्रागुम्बाको ट्याब्लेट छ, त्यसै गरी धेरैवटा प्रोडक्ट्सहरू छ। तर यी प्रोडक्ट्सहरू पिउनलाई, खानलाई, यी प्रोडक्ट्सहरू लिनलाई कुनै पनि गाह्रो छैन। किनभने यी प्रोडक्ट्स, यी फुड सप्लिमेन्ट तपाईँको डिजायर्स पुरा गर्नलाई हो। यदि तपाईँको डिजायर्स पुरा गर्नु छ भने पहिला तपाईँ त हेल्दी बन्नु पर्यो। हेल्दी छैन भनेदेखि तपाईँको डिजायर्सहरू पुरा हुन सक्दैन। किनभने तपाईँ अनहेल्दी हुन्छ। अनहेल्दी भइसकेपछि तपाईँको डिजायर्सहरू कम हुन सक्छ। त्यसैले गर्दाखेरि बी हेल्दी एगेन डिजायर्स पुरा गर्नलाई डिएक्सन कम्पनीले